ब्याक टु माई च्यानल। र आज चाहिँ हामी के अरे समाजको भैलो खेल्न जानु लागेको मामाको घर। अब सबैजना त्यहीँ भेट्नुहुन्छ र हामी चाहिँ अब त्यहीँ भैलोको प्रोग्राम त्यहीँ सुरु हुन्छ। हामी चाहिँ जानु लागेको, मम्मी चाहिँ दिउँसै जानु भइसक्यो। अहिले कति बज्यो? 7:15 भएरहेछ अहिले चाहिँ। अब चाहिँ हामी घरबाट हिँड्नु लागेको। अब त्यतै गएर भेटौँला। को हो यो? यस्ता मान्छेहरू। ल लेट्स गो। आज चाहिँ काग तिहार डे फर्स्ट। अब म चाहिँ यो भ्लग चाहिँ एकैचोटि हाल्छु कोल्याब गरेर। भाइटिकासम्मको तिहारमा के कस्तो हुन्छ हेर्दै गर्नु होला। बाई बाई। भैलो खेल्ने घर चाहिँ यही है साथीहरू। रोटी मासु अनि के अरे चनाको र इसाराको तरकारी खाजा खाएको। यता खाँदै भट्टा त नि यता पनि हेरौँ न। यता पनि भाइ चाहिँ चना मासु खुर्सानी यता नि छैन। झोल भात सोनिका दन गाउँदै खाएँ यसै सामान। साथीहरू खाजा खाँदै खाना खाँदै गएँ। सोनदीमा अनि खाइरहेको अहिले म यहाँ बसेर मुखसुख धोएर फेरि बाहिर खाएर यो 2 घन्टा भयो खाएको अहिले। मम्मी गुरुङ आज यसको क्यामेरा आफूतिर फर्काएर आहा गाइस गर्नु न। कस्तो हो बाबु? पापड कस्तो छ? पिरो हो? यो चाहिँ अलि भएन है। हो यो चाहिँ अलि भएन है। आइस भनेर त खाएको है अघिल्लोबाट 2 घन्टा उनलाई चाहिँ आइस भनेर खाएको ल हेर खाएको। अब चाहिँ यिनीहरू दुईजनाले पटेका पड्काउने अरे। ल खोइ हेरौँ त पटेका देखाउँदा एकचोटि देऊ न मलाई। पटेका भनेको के देऊ न। कालो भइसक्छ कि कहाँ हुन्छ नि पटेको सबै त अघि गच्छ सान्छ यहाँ टुल्ले। तिम्रो नाम के हो भनिदेऊ नि त। मेरो नाम एके दिव्याम गुरुङ। ट्याटु मन पर्यो है भाइको। Also known as permanent vaxo. Permanent फेरि फेक होइन। तिम्रो नाम के हो भनिदेऊ नि त जनताहरूलाई। हैन गुरु बुर्र हुने घुम्नेवाला। ओके त्यहाँ गएर उफ्रिनु त। त्यहाँ गएर यसरी उफ्रिने टिकटक बनाइदिनु। एक्सरसाइज हुन्छ। खोइ त पटेका आके हैन सबै यहाँ मान्छेहरू हेर न। पड्केकै छैन यसो भाग्ने पहिले। मर्दिन। भाग भन्दैमा भाग्ने हो त। एउटा पार्टी दिन्छ तिम्रो उताबाट हावा खाने के गरेको? यताबाट हैन के उताबाट यताबाट। उताबाट आएर भुर्र भयो नि अहिले। कुद्ने पड्के तर जिग्रिङ हुनला स्पार्क हुनला। आइसवानले भनेको डायलग भन्नु पर्यो कि मनको बाघले भन्दा ओए अड्कियो। यो त आगो मात्रै बल्छ हो। यस्ता होला बिचरा यहाँ मात्रै कालो भयो न केही भयो न केही भयो केही भएन। भुइँ मात्रै कालो भएको छ साथीहरू। जान्छ थुक्यो नि मलाई यो फोनबाट भ्लग गर्न दिनु भएकोमा धेरै धेरै धन्यवाद। एन्टीलाई पर्यो। The next day. साथीहरू आज चाहिँ हाम्रो डे 2 हामी चाहिँ अब पेलु जान लागेको। आज स्थापना दिवस त्यहीमा पूजा गर्छ रे। ल लेट्स गो।
हामी चाहिँ कति बज्यो 9 बजिसक्यो जानु लागेको ढिलो भयो डे 2 लक्ष्मी पूजा प्लस कुकुर तिहार आजको दिन तिहारको के हुन्छ अब उतै गएर भेटौँला बाई यो चाहिँ हाम्रो आउटफिट अफ द डे डे 2 मा चाहिँ वेदर यस्तो राम्रो देखियो हिमाल हेर्न सक्नुहुन्छ दामी आज हामी तमुपेलो सङ्घबाट आज चाहिँ तमुपेलो सङ्घमा चाहिँ 34औं स्थापना दिवसमा शोभा टेङ ग्रह शान्ति टेङ र खासो टेङ हुँदैछ र अहिले अझै पनि भइरहेको छ सम्पूर्णलाई चाहिँ अझै पनि तमुपेलो सङ्घमा उपस्थित भइदिनु होला हार्दिक अनुरोध गर्दछु धन्यवाद त्यसै गरी काशी जिल्लाका अध्यक्ष दिनबहादुर मैले मौन गर्न चाहन्छु। त्यसै गरी तमुपेलो सङ्घ केन्द्रीय युवा समितिको अध्यक्ष शुक्रराज तमुजुलाई पनि म आशीर्वादको लागि मौन गर्न चाहन्छु। त्यसै गरी महिला समिति केन्द्रीय महिला समितिको अध्यक्ष बुद्धिमय लेम्चा अगाडि बढाउने पालन पोषण गर्ने जिम्मा हाम्रो काँधमा आएको छ। यो संस्थालाई अब अगाडि बढाउने जिम्मा हाम्रो काँधमा छ। त्यसकारणले यो पावन अवसरमा यहाँ सबैमा हार्दिक मङ्गलमय शुभकामना छ र Eternity later. यहाँ त जुवेललाई पनि माला लगाइदिने छ कसले लगाइदियो माला तँलाई मम्मीले लगाइदियो ल ह्याप्पी कुकुर तिहार जुवेल त्योहरू अब चाहिँ हामीले रङ्गोली बनाउनु लाग्यो यहाँ चाहिँ लिपलाप कार्यक्रम हुँदैछ यता चाहिँ यहाँ कलर छ डिफ्रेन्ट भेराइटीको अहिले चाहिँ यस्तोमा आउँदो रहेछ कि कलरहरू पनि कलर ल यता चाहिँ आज जुवेललाई पूजा गरेको राजा भनेर कता हो कुनै कुरो टाँसेर आयो जुवेल ए जुवेल यस्तो गर्दैन जुवेल यस्तो यस्तो गरिदिने जुवेल हामी चाहिँ माला बनाउने है मूर्तिको लागि फ्रेमको लागि एउटा मच्छर कति धेरै आँखा भाइ मच्छरले टोकेर जुवेल हामीलाई बिचोक छ साथीहरू के गर्नु यत्रो भयो साथीहरू अब भ्याउने न फुलै रहेनछ कि धेरै यत्रो थोरै रहेछ यति बनाए त होला नि है यति बनाए त रङ्गोली बनाउने कार्यक्रम हुँदैछ कस्तो भएछ ल केही छैन राम्रै भयो किप गोइङ माला भयो यो लक्ष्मी भगवानको लागि माला यत्रो भयो है ठिक्कको भएछ अब यसलाई बाँधेर काट्नु पर्यो बनाउने कार्यक्रम तर यहाँ खोइ त अनि यसको बाहिर बोर्डर भएर पर्पल भएर पनि थिएछ एक ठाउँमा चुचो एक ठाउँमा कस्तो छ
के हो त नि यता त कलरै सकिएको हो के हो अनि के हाल्ने त कलरै होइन मच्छर त्यो के अरे तान्त्रिक हुने क्या त्यो सापटी माग्दै हामीले चाहिँ के भन्छ पाइला बनाउन लागेको मैले चाहिँ लक्ष्मी भगवानको होइन कस्तो हुन्छ हेर्नुहोस् है गाइजहरू है त कतापट्टि बनाउँ यहाँ है दुइटा एउटा नि त यस्तो गरेर सुरुमा साथीहरू लक्ष्मीको पाइला पनि बन्यो हाम्रो चाहिँ अब लक्ष्मी पूजाको लागि सामग्रीहरू सबै रेडी भइसकेको छ यहाँ चाहिँ पालाहरू यो चाहिँ के हो चाँदीको है चाँदीको हो मम्मी चाँदीको पाला वाउ चाँदीको पाला है यो चाहिँ साथीहरू अनि यो चाहिँ जल राख्ने होला ट्याक्कै कलश छाप्रीमा अनि यहाँ चाहिँ नरिवल फुलहरू छ सब कुछ रेडी हे अब पूजा गर्ने बेलामा भेटौँला साथीहरू अब चाहिँ यहाँ ठ्याक्क पैसा राख्न लाग्यो कति रहेछ यहाँ गनमै 1000 2000 500 200 300 400 500 600 700 800 900 1000 3000 ए यहाँ त युकेको पाउन्ड नि रहेछ त ल अब चाहिँ यहाँ राख्नुपर्छ है यतातिर लागेको फेरि मार्दिउँ होला 2000 राख्छु लगाएर त्यहाँ चाहिँ अनि 5 पाउन्ड पनि छ 5 पाउन्ड पनि राख्नु पर्यो है त लगाएर अल सेट अब हामी चाहिँ पूजा गर्न रेडी अब चाहिँ म चाहिँ माथि लान्छु है यो टक्क लाएर हाम्रो चाहिँ पूजा गर्ने ठाउँ है यो चाहिँ ठिक्क भएछ है बोले थाहा आएको त के हुन्थ्यो मम्मी ल साथीहरू रङ्गोलीको टर्न अब पूजा गर्ने रङ्गोली बनाउने मान्छेले रङ्गोली बनाएर भ्याइ भ्याएन ल रङ्गोली चाहिँ अलमोस्ट डन भइसकेछ निदा है निदाको छ फाइनल रङ्गोली है
फाइनल रङ्गोली लुक लाइक दिस यसरी छोटो लाएर यहाँ चाहिँ पाइला त्यो दियोलाई बरु बिचमा राख्नु पर्यो आशीर्वाद लक्ष्मी दिनला लक्ष्मी पूजाको वा थ्याङ्क यू साथीहरू मेरो थ्याङ्क यू The next day. ल आज हाम्रो चाहिँ तिहारको डे 3 मा रेखा दिदीले रोटी बनाउँदैछ है यहाँ अब के रोटी होला भनिदिनु त यसो यो चाहिँ चामलको रोटी हामीले के भन्छ अरे गुरुङहरूले भन्नु न प्लाके हुन्छ प्लाके वाह साथीहरू प्लान्टे खाना है गुरुङ केटी बिहा गर्नु पर्यो गुरुङहरूले धेरै पनि रोटी लागे बनाउँदैछौँ बल्ल भयो है मैले यहाँ थप्दिएँ है पानी थप्दिनु बल्ल भयो त्यो त जोइ नै भएन त हुन्छ अहिले बिस्तारै हुन्छ त्यो जोइ हुन्छ सेलरोटी होइन सेलरोटी त जोडले नि खान्छ नि यो अर्को ल देखाइदिन्छु यतातिर हिपिक फेम नगरे ओए खतराले हेर्नु त यतिको चाहिँ हुनु पर्यो ल रेखा पास भयो बुबुले पास रे यो चाहिँ खत्रै भयो है कस्तो कि त्यो बिचमा के बबल टाइपको हुन्छ नि हो त्यो पनि कस्तो राम्रो देखिने क्या Eternity later. कान्छी हे कान्छी कान्छी हे कान्छी कोही त बोला हे मानको कुरा बोला बिजुरेली जस्तै नाचना The next day. बोरमा सेलरोटी प्रिपरेसन सेलरोटी बनाउनु लागेको छ यहाँ उयो रोटी त
उल्लियो कति च्याप्टो त कति तो यो त भयो के अरे रोटी त के यो हो त भयो यो त बेसमा राख्ने रोटी जस्तो यो भयो त्यो आगो राम्रो हुन्छ अलि बिस्तारै अलिक साथीहरू आज चाहिँ डे हो हामी चाहिँ अब भोलि बिहारको लागि माला भन्न आज गिफ्टहरू किन्न जान लागेको उतै भेटौँ न ल साथीहरू मैले चाहिँ मासु म्यारिनेट गरिसकेँ रोस्ट बनाउने भोलि चिकन विङ्स एन्ड लेग भोलिको लागि अल प्रिपेयर अब चाहिँ यसलाई म थाल्दै ढाकेर राख्दिनु भोलि ढुक्क हुन्छ फ्राई गर्दाखेरि अनि यहाँ चाहिँ हाम्रो रोटी रहेको छ आज बनाएको र फानेर ल्याइदिनु भएको रोटी हुन्छ धेरै भएछ कि रोटी चाहिँ अनि साथीहरू हामी चाहिँ कस्तो अब दिउँसो निस्केको थिएँ सामान किन्न भोलिको लागि गिफ्ट अनि हामीले चाहिँ यो गिफ्ट ल्याएर आएको छौँ ज्याकेट नर्थ फेसको भोलि दिनको लागि यो चाहिँ भोलिको लागि है नर्थ फेसको ज्याकेट एकदमै राम्रो छ कलर चाहिँ कस्तो ग्रेमा छ क्या है ग्रेमा छ भैलो खेल्नेहरूलाई पैसा दिन लाग्नुभएको छ यहाँ चाहिँ The next day. ल साथीहरू आज चाहिँ टिकाको दिन अब मैले यहाँ के अरे टिका राखेर प्रिपेरेसन गर्न लागेको यसमा चाहिँ के गर्ने यो ठुलो टपरीमा कटोरामा हाल्ने के भन्छ यहाँ कस्तो राम्रो बुढी बुनेको रहेछ हामी चाहिँ निस्किँदैछौँ तिहारको लागि टिकाको लागि अहिले चाहिँ हल्का मेकअप सेकअप गरौँ है अनि अहिले मेकअप गरेपछि भेटौँ न बाई बाई अल सेट फर टिका माला सेलरोटी मिठाई के हुन्छ यसलाई टिकाहरू अनि यहाँ स्याउ कोक अनि यहाँ बाबु यहाँ बहिनी अब हामी ढोकामा टिका लाउनु छेक्यो रे तीनटा तेलको तीनटा चारवटा उसको खै त्यो त मलाई थाहा छैन टिका लाने बेला हान्थ्यो यसको ढुङ्गा ढुङ्गा फुट्ला जस्तो लाग्यो दाइको सत्रहरू सबै
ढुङ्गै नाच्नुलाई रेडी 1 2 वे ल 17 बलियो रहेछ नि धन्न नरहेछ बलियो ल सिधा दियो बाबु खोइ त त्यो गीत लगा नलाउनु कि कपिराइट लाउँछ यहाँ टिभी हालेको मैले त सुनिन्छ नि त अनि भिडियो हालेर चाहिँ हाल्न मिल्दैन नि त्यस्तो हो अरू गीत हाल्यो भनेर सिधा लाउ पनि के बाङ्गो भयो दादा बाङ्गेर दादै बाङ्ग्यो अरे दादा बाङ्गिएको सोधु दादाले ल भवरालाई कुल्देऊ भन् कानमा लगाइदेऊ नि टक्क लाएर लाने बदी बारेर दिने गरे नि मैले एउटा ल थ्याङ्क यू दादा थ्याङ्क यू धन्यवाद त्यो कटनले लाउनु हुन्छ त के अरे कुरा अरूले भेटे गरेर त्यहाँ कटन छ त रुम यहाँ कटन चाहिँ उस भइरहेछ कि एउटा रुई निस्केछ कि मेरो खुट्टा दुख्नलाई अब भाङ्गी भयो त्यहाँ अब कलरको टर्न है निरोगी हो भन अलि पछि भन्ने आसी हाल्दै लाग्यो यो कहिले रोग ब्याग लाग्यो भन्दा मन ज्ञानले आँटेको कुरा भन् सप्तरङ्गी टीका जसरी जसरी के पुरा भन्दैछु के गर्दैछ सधैँभरि हाँसी खुसी रहनु कहिले नि दुखी दुखी नरहनु नरहनु रोग ब्याग नलाओस् नलाओस् भन्छ आइया अरू ल है त भोलि पर्सि धन सम्पत्ति कमाउने राम्रो बुढी ब्याहार्ने अनि हाम्रो माइत बोलाउनु मम्मीलाई पाल्ने हामीलाई माइत हामी नबिर्सिने बोलो माथेले चाहिँ हामीलाई नबिर्सिने भन्यो कि बोलो और क्या पक्का कर दुबो लगाइदिएन लास्टमा हो कि दुबो डुबो लास्टमा लगाइदिनु पर्छ दीपिका मान्छे जस्तो टिका लगाइदिएन है कस्तो मान्छे जस्तो टिका हो र अलिकति बिचमा भ्यात्त अब मालाको टर्न साथीहरू कानमै अड्किन्न त अड्कियो त त्यसको डान्ट नभएर थोरै हानी त हो नि अलिकति हानी कि सबै हानी अलिकति टुक्रा दिएन कस सबै खानेहरू अलिकति टोकेर दिउँ ल ह्याप्पी टिका भाइ टिका दाइ टिका अटेन हो मलाई खस्यो कति मलाई आइदिन्छु टोपी टोक्न ओइ टिका टिका उसो गर्दा बाबु तिमीले मिल भयो त यस्तो क्लोज हुने रहेछ नि अघि नै जम्मै ठाडो खिचेर आधा आएर खोइ त फुल मलाई अघि नै 1300 गर्नु पर्थ्यो नि नमस्ते दाइ भन्नु त सोनीको उता सरै भइहाल्यो नि किन हटाउनु पर्यो बहिनी यता आइज नाक टुप्पन लायो टिका साथीहरू हामीले चाहिँ बहिनी र मैले टिका लगाइसक्यौँ अब सोनियाको टर्न ठुल्दिदी यहाँ त नाकमै झऱ्यो त है ठुल्दिदीको त दादाले त कपाल पनि अलिक माथि लगेको हुन्छ है सबै अब फर्स्ट चाहिँ झरेर रातै भयो यसको त नाकै भयो नाकै रातो पर्ने थियो ब्लस लाउनै परेन फास्टै छिटो रहेछ है दादा फास्ट
होली खेलेर यहाँ कतिजना गुच्चापे भयो यसले त मलाई होली झार्यो त सबै यसले त मलाई होली खेलायो चाहिँ भयो सक्यो फुल गरेको टाइम क्या खाएगा यो नत्र यो थोरै त अनि कहाँ सबै गुवामै खाने हुँदैन है एउटा बाबा त्यसले त ठुलै खोजेछ जेठालाललाई आफै त भपै हाल्यो थ्यांक यू ल फोटो खिचौँ अब यो वाला पनि मिल्नु यिनीहरू त भोक लाग्छ कि बिहान हो त कोही फेरि फोटो खिच्नेहरूको त एउटा फेरि नाक पुस्ने जानु भयो हाँ नाक पुस्ने अरूले छोड्दैन भखार मैले हाल्छ Mixing time. पनि छ अरे दुईटा हजार के भयो क्या दुईटा ज्याकेट छ आउटडोर वाउ बाहिर लाउने ब्रिदेबल सासमा सक्छ मोजेन मैले लाएँ वाटरप्रुफ पानी लकेला छिटो पुगार प्रोटेक्सन ओ माय गॉड 30 डिग्री ह्यान्ड वास त्यो भित्र नै कस्तो राम्रो हो त्यो वाउ ट्यागको उस पनि पर बाबु अब त्यहाँनिर लेखेछ त्यो ट्यागमा कति गाह्रो यो ओके मैले पढ्न सकिनँ सफ्ट लाइट वेट प्याकेज विन्ड रेजिस्टेन्ट त्यहाँ त फर पनि हौ त्यो स्याम्पलको लागि खोइ कता त्यही कि त्यही पछाडि के ऊ त्यो जिपुसमा ए यहाँ पो रहेछ अनि कसरी छुन्छ नि यो फललाई निकालेर निकाल्न मिल्दैन र मिल्दैन ल है बाबुको अब जाडो कट्ने भयो मन पर्यो कि परेन कलर अप्सन अर्को थियो डार्क ब्लू त अस्ति नै लाएर हिँड्छ नि त ज्याकेट त्यही भएर अनि माला त निकाले हुन्थ्यो यार वै ठिक्क भयो त त्यो माला निकालेर लगाउनु बाबु राम्रै हो त झन् यो त युनिक कलर हो रे झन् त्यो त्यही भनेको किन नजिनी भन्छ नि साथीहरू गिफ्टमा के रहेछ हेर है त ओके एकदम मिलाएर पट्टाको रहेछ है कस्तो राम्रो रहेछ अब सल त यस्तरी गर्ने के ठोके भर्खर यहाँ ओ माय गॉड कस्तो लाग्यो हजुरलाई थ्याङ्क यू फर द गिफ्ट मनी 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 ल ल ओके थ्याङ्क यू सो मच 112 रुपियाँ त्यो पर्छ ज्यादा रु हामी चाहिँ अब यो चाहिँ अगाडि बाटोमा लान लागेको के राजलाई रे मम्मी जीवराजलाई रे ल है साथीहरू हाम्रो ज्वेललाई नि लगाइदिनु पऱ्यो नि टिका त हामी चाहिँ गयौँ अब फाल्दा उतै बाटो अगाडि राख्दै नि हुन्छ है बाटो अगाडि बाटोतिर कहाँ यहाँ होला है छैन यता त ल कस्तो उज्यालो देखेको हामीलाई दोष नगर रक्षा गरौँ आज एकदमै राम्रो छ तर वेदर आऊ हाम्रो खाजा खाने कार्यक्रम झिलिङ्गा म कुकहरू हाल्छु है ल साथीहरू हामी चाहिँ ड्रेस चेन्ज गरेर अब भैलो खेल्न जानु लागेको कसको घर हुन्छ हेर्दै गर्नु होला बाई बाई ल है हाम्रो त दक्षिणा पनि आइसक्यो साथीहरू भैलो नखेल्दै हेलो हेलो एभ्रिवान
भैलो खेल्ने टिम है साथीहरू यो चाहिँ भैलो खेल्ने टिम लिडर है यहाँ चाहिँ The next day. ल साथीहरू आज चाहिँ हाम्रो लास्ट डे अफ भैलो है हामी चाहिँ अहिले ठुलो बाबाको घर आइपुगेछौँ यता चाउथेमा यता मेरो साथीहरू छ साथी दिपिका साथी दिपु साथी साथी 2 यता चाहिँ साथी 3 है ल यो ठाउँ घर चाहिँ यही है ठाउँ यहाँ चाहिँ एकदम मजाको धान फलिरहेको छ हामी चाहिँ अरूलाई वेटिङ गर्दैछौँ अरू चाहिँ कता कता आउँदै आएन है यहाँ कुर्दा कुर्दा 1 घन्टा हुन लागिसक्यो Deus,